मैले त मलाई पुरै यार अँधेरो भयो अन केटा हामी कहाँ आइयो अरे घुमाउनेबाट हामी हिँड्न लागेको चाहिँ कति घन्टामा घुमाउने आइयो हामी चाहिँ 5 घण्टा लाग्यो 5 घण्टा बस्दै बस्दै आइयो 2 घण्टा बसेर नि 3 घन्टामा आइयो हैन बस्दै आइयो अब यात्रा अब सुरुवात हुँदैछ शुभ यात्रा अब यहाँबाट हामी मिलेर आइयो बागलुङ कति बजे अहिले त्यस पछाडि भोलि बिहानै हामी चाहिँ 4:30 बजे निस्केर कति हुँदै हामी चाहिँ 7 बजे पुग्ने 8:30 बजे बागलुङ 8 बजे बागलुङ होला हैन भोलि 8 बजे बागलुङ गएर दुईटा कुकुरी रम खाएर 4 जनाले अरु 4 जनाले फेरि अझै दुईटा लिएर आउँछन् अरे अनि बिहानै उठेर हामी इन्जोय गर्ने है हामी बिहानै उठेर जनाको छ है 8 जनाको ग्रुप बाइक चाहिँ कतिटा भयो 6वटा बाइक ल गाइजहरु अरु चाहिँ अहिले रक्सी खाने बेलामा आरामला ल साथी आज हामी चाहिँ बुटोलदेखि रेडी हुँदै आज घुमाउने आइयो हामी चाहिँ उपर मुस्ताङ हिँडेको तर चाहिँ जाडो चाहिँ लास्टै जाडो रहेछ हामी चाहिँ साथीहरुसँग आजको बसाइ भनेको हाम्रो बागलुङ हुन्छ भोलि बिहानै 4 बजे चाहिँ बागलुङदेखि चाहिँ हामी उपर मुस्ताङ पुग्ने चाहिँ सोचमा छौं तर समयले कस्तो पार्छ हाम्रो साथीहरुलाई कुर्दै हो अहिले साथीहरु आएको छैन साथीहरु गाउँदेखि आउँदैछ त्यो गर्दाखेरि एकछिन चाहिँ हामीलाई चाहिँ टाइम लाग्यो अब चाहिँ घुमाउने अहिले भर्खर घुमाउने अब 1.5 घण्टामा चाहिँ बागलुङसम्म पुग्ने चाहिँ सोचमा छ हाम्रो चाहिँ यहाँ घुमाउनेको एउटा दिदी हुनुहुन्छ होटल सङ्गम होटल त्यस पछाडि चाहिँ त्यही हो साथीहरु हाम्रो चाहिँ च्यानल चाहिँ हेर्दै गर्नुहोस् सब्स्क्राइब गर्नुहोस् हामी घुमाउने आइयो भात खाँदै है गाइज हामी 12 बजे राति अब म आइहाल्छु नि भाइ भात र फेन्टा भोलि बिहान 4 बजे उठेर बिहान 4 बजे उठेर केटाहरू रेडी हुँदैछन् भाइ निन्द्रा लाग्यो रुम दामी थियो न रुम दामी छ ल एउटैमा कतिवटा बेड 1 2 3 4 5वटा बेड डबल बेड के छ ठिक छ नि त खतरा भयो नि त हिजो रोल भयो आज हुन्छ बब्बाल अब बिहान मर्निङको खतरा हुन्छ अब राइड हुन्छ अब है के हुन्छ रे अब राइड हुन्छ नि त बिहान मर्निङको चलपल खतरा जाडो छ बागलुङ बिहान लास्टै जाडो बिहान 5:48 भयो हामी बागलुङबाट यता अहिले कहाँ बेनी आइयो अँधेरै छ अझै उज्यालो छैन चिया खानको लागि भाइ अँधेरो छ यार फेसै आउनु यता भाइ यता फर्केर मेरो मुखमा लाइट बाल्छ अँधेरो आयो कि बाल्नु के मसँग फोनै बोल्दैन मेरो भला घान्ने ओके भला घान्ने मिस लाइट बाल्दै त 5 बजेर 48 मिनट 50 मिनट गयो त्यहाँबाट दामी देखिनु रहेछ यार हिमाल न यहाँ बसौँ भने कि यार मान्दिमे ल जुन पनि आयो बेनी बजार जुन नि आयो यतै रहेछ पूर्व यता उजेल भयो अनि के छ भन्ने कुरो केटा के भन्ने र अब ठक्कै बेनी बजार आयो चिया खान लाग्छ अब यहाँबाट अब धेरै 15-20 मिनटको बाटोमा ठ्याक्क बेनी पोइन्ट चाहिँ उसमा कुसमा 15-20 मिनटमा कुसमा पुग्छ
यहाँ त पहिला 15-20 मिनटमा बेनी पुगिन्छ भन्यो अनि होइन कि कुसमा हँस भाइले राख तर यो दामी हुने रहेछ तर ठाउँ चाहिँ दामी छ एउटा यस्तो सफा छ कि मौसम एउटा दामी छ बाटो अलिकति अप्ठ्यारो छ बिचबिचमा अनि तर केटाहरूसँग पछि बल्ल बल्ल लोड्दै पोड्दै लोड्न त लोड्दै होइन बिस्तारै केटाहरूलाई भेट्टाउन गाह्रै हुन्छ हाम्रो राइडरहरू छ गाउँको भाइहरू ल यो हाम्रो गणेश राइडर भयो यस्तो हान्छ त उसले त सिधै 4 मा हालिदिन्छ त गाडी ल एउटा जिप पनि आयो गयो राति 2 कति बजी सुत्यो हामी 1 बजे हो न 1 बजी सुतेर 4 बजे उठ्यो यहाँबाट बेनीबाट जोमसोमको मन्दिर खोइ थाहा भएन 2 घन्टा होला सायद अहिले हेर्नु लासी हुन्छ म त एउटा प्यान्ट किन्न पर्यो ल गाइज हामी आज बागलुङबाट 70 किलोमिटर होइन 30 किलोमिटर आइसक्यो थाहा भएन 30 किलोमिटर आयो यहाँबाट हिमाल देखिन्छ हिमाल त देखिन्न यार भिडियोमा त हल्का देखिन्छ भिडियोमा हल्का देखिन्छ बेनी कटेर यो म्याग्दीको के भन्ने ठाउँ थाहा भएन तर यहाँबाट हिमाल चाहिँ दामी देखिन्छ केटाहरू यहाँ छन् हाम्रो बाइकहरू त्यहाँ छ 5वटा बाइक यहाँबाट हिमाल ठ्याक्कै देखिन्छ ल मैले अलि उल्टो जान्छु हाम्रो मामाहरू जानुभयो भर्खर दामी छ यार बाटो चाहिँ अलिक खराब हो ठाउँ चाहिँ दामी छ हजुर बेग खोला आयो बेग खोला म्याग्दीको बेग खोला घोडे पानी अनि कता दिदी ए उता हो ए हाम्रो दाइको ससुराली गाउँ सक्छ म्याग्दी बिमा भन्ने कता हो बिमा भन्ने त उता हो यता हो ए सरको हाम्रो भाइले दिइरहेछ रूपसे झरना रूपसे बिहानबाट 50 किलोमिटर बागलुङबाट 50 किलोमिटर दामी छ मान्छे नि यति धेरै बिहान पारीबाट अझ दामी देखिन्छ हजुर राइडर भयो उहाँ स्टिकर केटाहरूको बाइकले तानेन जस्तो हो हाल्दा यसो गर्छ छोइदिन्छ चिया गरेर आलु फ्याउनु हिँड्छ कि दुइटैलाई घाम नि लायो राति बसेर खाएको ल हाम्रो केटाहरू आइपुगे फाइनल्ली बाटो त खतम छ है फाइनल्ली केटाहरू आधी घन्टा पछि आइपुगे भनेको के भएर तानेन म त तानेन कि जस्तो लाग्यो कि रूपसे झर्ना आएको केटा हो दामी छ गर्दिन मेरो माथिको चाहिँ देख्दैन दामी छ दामी रूपसे झर्नाबाट अब जोमसोमको लागि मुक्तिनाथको लागि केटाहरू के भयो भने आएन अब चाहिँ राम्रो हो कि यता घामले टल्क्यो आए पेट्रोल हाल्न मुस्ताङ लेते डाँडा पछाडि हिमाल छ ठुलो अब यहाँबाट लेते डाँडा उल्टो देखियो यार लेते डाँडा म अर्को मुख देखाइदिन्छु अक्सिजन पुगेन मलाई
लास्टमा के गर्नु पर्यो तपाईँलाई अक्सिजन हजुर बाहिर डोराएर लेख 4000 मिटरमा आउँदा त यहाँको छ लगभग 4000 हामी कतिमा हाम्रो गाउँ कतिमा ल म नि एउटा बनाइहाल्छु र आई लभ यु टु बुढी गाह्रो छ माथि देखाएर कि अक्सिजनै पुगेन क्या केटाहरू उहाँ कहाँ पुग्छ हामी त आधी आँखाम बल्ल गाह्रो रहेछ जस्तै बल्ल बल्ल मन्दिरसम्म आइयो केटाहरू यहाँ रेडी भएर बस्छन् 4-4 ग्रुपमा सबै नाङ्गै छन् माथि तल देखाउनु मैले माथि मात्रै चल पल हान्नु अरे गणेशले मलाई बोकेर लिएको मैले तलबाट मैले बोकेर ल्याएको दाइलाई सकिने रहेछ लास्ट गाह्रो अक्सिजन पुगेन कि अब यहाँ 108 धाएर केटाहरू घुमेर आएर फेरि हामी घुम्ने ल 4 जनाको ग्रुप जाऊ त बल्ल बल्ल दर्शन गरेर झरियो मुक्तिनाथको दर्शन मन्दिर यता छ टेका टेका चढेर पनि माथि गरौँ त्यहाँबाट पनि टेका टेका चढ्नु छ यता चाहिँ हिमाल लागेर केटाहरू हिमाल त आमामामामा सेतै टल्क्यो मेरो दान चाहिँ हो केटा हजुर के भन्छस् र यो चाहिँ मेरो साथी भाइ हो कि साथी छोटे सधैँ सधैँ देखा मलाई घुमाएकै चक्कर आयो सकिन्न आमे केटाटी आउने ठाउँ होइन यहाँ फ्यामिलीलाई अलिक गाह्रै छ आए पनि एक रात यतै बसेर अर्को दिन चक्क बिस्तारै आउनुपर्छ ल हाम्रो यहाँ खानामा लगेर केटाहरू झ्यास्स गर्छ ट्रकले ब्रेक लाग्यो जस्तो हेरे ल च्याइए गराइदिनु एकचोटि ल ल ल ल यता पनि ल मेरो पनि जान्दिनँ ओहो चौरीको घिउ है दाजु ल मेरो त त्यो चिकनमा पनि हल्का यस्तो भइदिनु ल मेवाजी धन्यवाद चौरीको घिउ ओ थोरै यसमा चुहाइदिनु न ल धन्यवाद छ धन्यवाद हजुर जुन नगर अझै चुइया ल यहाँ त फेरि आउनुपर्छ कि त बेलुकानी खाना यस्तो चुइया चुइएको नि एकचोटि यसो भिडियो बनाए जस्तो गरेको धन्नै उडाइदिएन मोबाइलले गइसक्यो त्यो पछाडिको इन्डिकेटर त दचक्कै भयो त्यो ओह्राले यो हिउँ देखिरहेको छ अलिक हामी त गएर राम्रोसँग देखिएन कागबेनी यहाँ चाहिँ कागबेनी हामी यहाँ कागबेनीबाट माथि मुक्तिनाथ दर्शन गरेर अनि तल झरेर यहाँ आइयो यहाँबाट फेरि अप्पर मुस्ताङ जाने केटाहरूले मलाई चाहिँ अलिक गाह्रो होला जस्तो यहाँको 3000 जति रहेछ माथि मुस्ताङ 4000 को जेमा रहेछ लोमन्थाङ हो लोमन्थाङ 100 किलोमिटर हो त्यो लिएछ ओ माई गड हुन्छ हुन्छ ढुङ्गामाथि साउदीमा गयो जस्तो देखिन्छ साउदी कहाँ
साउथीका त्यसलाई भेटाइयो नि त बुढो किनारी साग वैचन र यो चाहिँ भिडियो गर्छु यहाँबाट चाइनाले यस्तो बनाएको बिल्डिङहरू नेपालले त बनाएको छैन बनाउनै दिन्न पावर बनाएको यस्तो कस्तो नानो यहाँ भिडियो हामी चाहिँ आज अप्पर मुस्ताङबाट कागबेनी झरेर हाम्रो बिचमा बाहिर यस्तो तान्दैछ यो पुरा बाहिर जान्छ फु के अरे फुमा निकाल्दैन के अरे गोल गोल बनाइदिए चार गतेको लागि रेडी हुँदैछ यो पुरा टिकटक उसमा जान्छ भाइ युट्युबमा हाम्रो उता चलपल दिपक भाइ बाहिर गएको केटाहरू सब थाहा छ लगभग 500 किलोमिटर हामीले चलाइदिएछ अस्ति हाम्रो भाइले गोलो गोलो उनीहरू फर्किन्छ अब ल यस्तो कोही कान्छ पुरो नै